यो घटना साँच्चै तेस्रो विश्वयुद्धको सुरुवात हो। अन्तर्राष्ट्रिय राजनीतिमा अहिले यही प्रश्न सबैभन्दा धेरै सोधिँदैछ। जब विश्वको ध्यान टेल अभिवमा भएको बम आक्रमण र तेहरानमा देखिएका विनाशका दृश्यतर्फ केन्द्रित थियो, त्यही समयमा हिन्द महासागरको गहिराईमा अर्को ठूलो सैन्य घटना घटेको दावी सार्वजनिक भयो। समाचार अनुसार इरानको एक आधुनिक युद्धपोत समुद्रमा डुबेको छ र त्यससँगै 100 भन्दा बढी इरानी नौसैनिकहरूको ज्यान गएको बताइएको छ। यो घटना इन्डियन ओशनको क्षेत्रमा श्रीलङ्काको समुद्री तट नजिक भएको दावी गरिएको छ। केही विश्लेषकहरूले यसलाई अमेरिकाको रणनीतिक कदम भनेका छन् भने अरूले अन्तर्राष्ट्रिय नियमको गम्भीर उल्लङ्घनको रूपमा हेरेका छन्। यदि यो विवरण प्रमाणित भयो भने सन् 1982 को फल्कल्यान्ड्स वारपछि यसरी प्रत्यक्ष रूपमा युद्धपोत डुबाइएको घटना बिरलै देखिएको इतिहास दोहोरिन सक्छ। रिपोर्टहरूमा अमेरिकाको युनाइटेड स्टेट्स नेभी अन्तर्गतको वर्जिनिया क्लास सबमरिन जस्तो आणविक पनडुब्बी प्रयोग गरिएको दावी गरिएको छ। यद्यपि यी विवरणहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ, तर यदि यस्तो आक्रमण सत्य हो भने यसले समुद्री सुरक्षाको समीकरण नै बदल्न सक्छ। घटनाको अर्को संवेदनशील पाटो पनि छ। डुबेको भनिएको युद्धपोत केही दिन अघि भारतको विशाखापट्टनम बन्दरगाहमा अन्तर्राष्ट्रिय मैत्री कार्यक्रममा सहभागी भएर फर्कदै थियो भन्ने जानकारी आएको छ। यसले क्षेत्रीय कूटनीतिमा नयाँ जटिलता थपेको छ। भारत, जो परम्परागत रूपमा सन्तुलित कूटनीतिक भूमिका खेल्दै आएको छ, अब कठिन प्रश्नहरूको सामना गर्न सक्छ। यस घटनाले सबैभन्दा ठूलो चिन्ता ऊर्जा सुरक्षालाई लिएर उत्पन्न गरेको छ। यदि तनाव बढ्दै गयो र इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने जस्ता कदम चाल्यो भने विश्वव्यापी तेल आपूर्तिमा गम्भीर असर पर्न सक्छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकाशिन सक्छ र त्यसको प्रत्यक्ष प्रभाव एसिया, युरोपदेखि अमेरिकासम्म देखिन सक्छ। विशेषज्ञहरू भन्छन् युद्धको जोखिम केवल क्षेत्रीय सीमामा सीमित नहुन सक्छ। यदि रसिया वा चाइना जस्ता शक्तिशाली राष्ट्रहरूले खुला समर्थन गरे भने शक्ति सन्तुलन झन अस्थिर हुन सक्छ। यद्यपि परमाणु हतियार प्रयोगको सम्भावना सधैँ अन्तिम विकल्प मानिन्छ, तर तनावको चरम अवस्थामा कूटनीतिक असफलताले खतरनाक मोड लिन सक्छ। इरानभित्र अहिले गहिरो आक्रोश रहेको रिपोर्टहरू आएका छन्। पछिल्ला हप्ताहरूमा भएका हवाई आक्रमण र आन्तरिक क्षतिले त्यहाँको राजनीतिक नेतृत्वमाथि दबाव बढाएको छ। यदि नौसैनिक क्षतिका समाचार पुष्टि भयो भने त्यसले प्रतिशोधको मागलाई थप चर्काउन सक्छ। तर के यसले तुरुन्तै विश्वयुद्धको रूप लिन्छ? इतिहासले देखाएको छ कि ठूला शक्ति राष्ट्रहरू प्रत्यक्ष टकरावबाट प्राय जोगिन खोज्छन्। आर्थिक अन्तर्निर्भरता, आणविक प्रतिरोध र कूटनीतिक च्यानलहरू अझै सक्रिय छन्। त्यसैले तत्काल विश्वयुद्ध घोषणा गर्ने अवस्था भने छैन, तर जोखिम बढेको भने पक्कै हो। यो घटना केवल एक सैन्य कारबाहीको कथा मात्र होइन, यो समुद्री सुरक्षाको भविष्य, ऊर्जा आपूर्ति, क्षेत्रीय शक्ति सन्तुलन र विश्व कूटनीतिक व्यवस्थाको परीक्षा हो। आगामी दिनहरूमा आधिकारिक पुष्टि, अन्तर्राष्ट्रिय प्रतिक्रिया र कूटनीतिक प्रयासहरूले नै तय गर्नेछ कि यो सङ्कट सीमित रहन्छ वा अझ ठूलो द्वन्द्वमा परिणत हुन्छ। विश्व अहिले प्रतीक्षामा छ।